मार्केट चाहिँ कस्तो मार्केट हो फेरि भर्खरै मार्केट घुमेर आउँछु भनेको होइन अमै लाजै लाग्यो हेरे भित्र अनि के हो म्युजिक भिडियो आमामा बेबो त हो खोइ चस्मा लगाऊ चस्मा अम्बो तर बेबोलाई मार्क्समा चस्मा लगाउँदा चाहिँ सुहाउने रहेछ है ओ मेरो भाइ पुगले कहाँ राखिदिन्छ आमा बेबोलाई बेबोसँग एक गेम हानौँ न त ओ उता त ओ छुन पाएन ट्यापट्याप आइसक्यो त हाम्रो चाहिँ के हो पारा ओ अब यो समुद्र पारी जाऊ पारी जाऊ ओ तिम्रो त पारा देखेर लौ न फुरफुरी लाग्यो नि हौ कपिराइट आउँछ होला यस्तो गीत होला छोडिदिउ अब स्टोरी यति राम्रो छ कि भन्न सकिँदैन ओ लभली वर्ड्स मैले गिटार बजाउँदाखेरि त कपिराइट खाने मान्छे व्यक्ति मै हो गिटार तिमीले त लावड बजायो भने पनि कपिराइट हान्छ जस्तो लाग्छ क्या मलाई गिटार त परको कुरा हो स्वार्थी मान्छेहरू एक्लै गएका पूर्ण दाजुको कन्सर्ट हेर्न मलाई एकचोटि पनि नभनेका तिमीहरू सबै स्वार्थी हौ गरिब मान्छेलाई केही थाहा होइन तिमी धेरै उयो गर तिमी खुब म्युजिक भिडियो खेल्दै हिँड्दै थियौ अनि त्यो डाक्टर दाजुको गाडीमा कति चाहिँ ठाउँ खान्थे र यत्रो चाक छ सानो कति चाहिँ ठाउँ खान्थे मैले म फोन गर्छु त्यो डाक्टर एउटा सिटमा म जस्ता 3 जना अट्छन् तर पनि मलाई हालेर नलगेका मलाई खबर पनि नगरेका हामी जाँदैछौँ है जाने बेबो पनि नभनेका ठिकै छ म फोन गर्छु डाक्टर मेरो बुढालाई पनि त्यस्तै गायककार बनाउँछु मेरो बुढाको पनि कन्सर्ट लाग्छ मेरो बुढाको कन्सर्टमा म एक्लै जान्छु मेरो बाइकमा कसैलाई लादिन मेरो म्युजिक भिडियोको नाम हो बसमा सरारा बसमा सरारा ओइ त कहाँ हो भाइ कतिखेर पुगेर फोन छैन आमामा काठमाडौँ पुगे सब मान्छे त ठुला भइहाल्दो रहेछ नि कम्प्लिट गरौँ न 9 मा त बेबोले यहाँ मलाई गाली गरेर अस्ति किन लगिरहेको ल छिटो आइज यहाँ तेरो यहाँ इन्भेस्टिगेसन हुन बाँकी छ लाइज यस्तो अब फेरि डाक्टर आयो भने भाषा मिलाएर अनुहारको एक्सप्रेसन सहित तयार छु हान मलाई म छान तयार छु यो सिटेकी छोरीलाई हान बरु म छान तयार छु दार्जिलिङ वहाँ पुगेछ सिक्किम ए हो र सिक्किम कि सिलगढी हो मैले फोन गर्छु भने बिर्सिहालेछु फेरि मलाई त कसैले ठिकै छ मलाई कसैले पनि केही महत्त्व होइन मलाई कसैले पनि इम्पोर्टेन्ट ठानेनन् ठिकै छ ओ इम्पोर्टेन्ट ठानेन कुरो नगर मैले त यहाँ स्टिभ दाइको स्टोरी हेरेर थाहा भएको अहिले भर्खर यहाँ लाइभमा भोइस मेसेज पठाइहाल्नु पर्यो यहाँ हो यहाँ कन्सर्टमै हो उता पनि गएको कन्सर्ट त ओए अनि यो त बेबोले त अनि पुरै भित्तामै पुऱ्यायो त पोइन्ट त केटा हो हामीले अलि लाज शरम त हुनुपर्ने जस्तो लाग्छ के भित्ता टोयलेटतिर पढाइदिनु त अनि यो त लगभग यो घरको अरू भाग अनि यो टोयलेटको भाग भन्ने त्यस्तै नै भयो क्या अझै ट्याप गरौँ साथीहरू ट्याप फेरि ट्यापको पावर हो नि दाजु फेरि ट्याप अब हाम्रो चाहिँ ट्यापले भ्याउनु साथीहरू गिफ्टै हान्नु होला डाक्टरले भर्खर बिचरा भर्खर प्लेन काठमाडौँ पुग्यो होला मलाई हिँडिन् भन्दै थिएँ म अहिले अलिकति त्यस्तो समस्यामा परेर मैले कहीँ पनि हिँड्न पाइरहेको छुइनँ गौले दाइलाई नै सपोर्ट गरौँ भन्छ यो भन्दा गौले दाइको सपोर्टमा को छ म छु बेबो यो भन्दा के चाहियो डाक्टर सिजलिङ यता गाला लिएर छुर्पी खान्छौ छुर्पी कुरियर गरेर पठाइदिन्छु न दाजु म भोलि लिएर आउँछु कि बरु बिहानै
आयो त्यो अरू भन्दा पनि अस्तिको भ्लग चाहिँ दामी भएको थियो क्या के अरे अब साथीहरू भ्लग एन्ड गर्न चाहन्छु मैले पर्मिसन लिँदैन मलाई यो विषयमा चाहिँ के कुरा गर्नु मन लाग्यो त्यहाँनिर चाहिँ अब त्यो फ्ल्यास लाइट बालेकोले गर्दाखेरि चाहिँ त्यो हामीले मेकअप गरिसकेपछि सेट गर्नको लागि पाउडरले टक्क यसरी कट गरेको हुन्छ होइन एक त पाउडरै त्यो चाहिँ लाइट हो है पाउडर भनेको त्यो मेकअप जान्ने मान्छेलाई भन्नै पर्दैन अरू नजान्नेहरूलाई कति सम्झाउने अब बेबुको गालामा त के भएको अरे राम्ररी ब्लेन्ड नभएको अरे यार त्यस्तो हुँदैन ब्लेन्ड भएकै हो तर प्रोफेसनल मान्छेले मेकअप गरेको हो त्यो फ्ल्यास लाइटले गर्दा टल्केको म त एकछिन त के सोचे थाहा छ दाइ के सोचे कमेन्ट देख्ने बित्तिकै त मलाई त ऊ भएको कि बा मैले हेलमेट पो लगाएर यस्तो भएको हो कि भन्ने सोचे नरहेछ म देखाउँछु बखा तिमीलाई यो मेकअप बिग्रेको चाहिँ यसलाई भन्छ क्या यो चाहिँ हो क्या मेकअप बिग्रेको हो यसलाई भन्दै थियो यसरी कमेन्ट देखेको थियो होला ऊ मैले गौली के साह्रो भन्दै थियो सुन कस्तो भन्दाखेरि अब डक्टरले लगाइदियो होइन म त अब राम्रै देखिरहेको होला भनेर लगाइरहेको थियो ऐनामा पनि ठिकै थियो अनि यता गएर भरे दिदीले त्यतिमाथि के थपिदियो अब राम्रै भयो होला भनेर अनि गरे अनि भरे सिजनले भ्लग बनाएर हेऱ्यो अनि हेरिसके पछाडि त्यो पुसेको अझै यहाँ होला अझै त्यो वाइफले पुसेको घरमा आइगऱ्यो मुख छोपेर त्यहाँ अब सोल्टी होटल छिरी होइन सबैले हेरिरहेको अनुहारमा कस्तो भएर चाहिँ गएर यस्तो हुन्छ क्या दाइ त आफ्नो यो जति पनि मेकअपको लाउने सामान छ नि एभ्री क्रिम त्यो चाहिँ आफ्नो स्किनसँग सुट हुनेवाला क्रिम हुँदो रहेछ हेर्नु होइन अनि अब तपाईँले डाक्टरले लाउनु भयो होला होइन हौ त्यो ब्युटी पार्लरमा क्या सिजलिङले उता मेकअप गर्दै अब चाहिँ सन्यास गरिदिन आयो मेरो अरे केही छैन मेरो बाबु अब यस्तो हो क्या सिजलिङलाई उता दिदीले मेकअप गरिदिँदै थियो होइन अनि त्यहीँको अब के लगायो त्यसलाई थाहै छैन कहाँ के लगाउने हो त्यस्तो हुन्छ यस्तो हुन्छ अब फाउन्डेसन एउटा कलरको हुन्छ तर पार्लरको मान्छेलाई चाहिँ आइडिया हुन्छ कि 2-3वटा उनीहरूले मिसाएर उनीहरूले त्यसलाई मेरो छालाको रङ जस्तो बनाइदिन्छन् तपाईँलाई त अब 2-3वटा नमिसाइ जुन थियो सेतो ल्याप जुन गोरो त्यही लगाइदियो नि अब भरे त सिजलिङको भ्लगमा हेरेको है म आफै तर्छु मैले रिया चाहिँ देखेर अनि पुसेर आयो नि अनि के छ त सक्यो म्युजिक भिडियो सक्यो अब कहिले एडिटिङ सिद्धिन्छ कहिले रिलिज हुन्छ सबैजनाले टिकटक बनाउनु पर्छ है ए म देखाइदिउँ ल हेरौँ न वेट के देखाउन आँट्यो भने त थोरै खिचेको थियो क्या एक लाइन खिचेको थियो त्यही लाइन चाहिँ म तपाईँहरूलाई देखाउन चाहन्छु यो लाइन सबले टिकटक बनाउनु पर्छ है के हो त्यता त खतरै छ त दाजु खतरै छ बाबु खतरै छ अब केही छैन हामी पनि खतराको खेलाडी यस्तो हो राम्रो छ जे अब बेबोले पनि एक्टिङ पनि गर्न थालिसकेको बेबोले राम्रो लाग्छ मोडलिङतिर डक्टरको भने जस्तै सब कुरा ठिक छ अब नाचे बनाउनु पर्छ अरे अस्ति कस्तो डक्टरले बरु सबै कुरा ठिक छ तर मेरो अगाडि हाँस्छ अरे अब फेरि यो डक्टरले दाँत केही कुरा गर डक्टर दाजुलाई फेरि म देख्ने बित्तिकै दाँत बना होइन फ्रीमा बनाइन्छ भने त म त गएर मुख थाप्दिन्छु पैसा तिरेर चाहिँ म बनाउने वाला छुइनँ फेरि दाजु चाहिँ कहिले जाने लु भन्नु कहाँ जाने यस्तो हो नि त भेबो सुन न जस्तै चटपटेवालाहरूले यो मुरैहरू देख्यो भने उनीहरू ओहो यसले कति चटपटे बनाएर बेच्थे भन्ने हुन्छ होइन अनि डक्टरहरूलाई त्यस्तै त हो नि ओहो कति भर दिन्थ्यो होला भन्ने होला नि भरिदिइहाल्छ नि यार होइन त्यही त अब डाक्टर दाजुले होइन गिफ्टको तौरमा मेरो दाँत भरिदिनुहुन्छ नि ओके म गएर गरेर थापिदिन्छु यसो गरौँ नि त तिम्रो दाँत त मै भरिदिन्छु अब मैले सिकिसकेको छु आधी उधी लगभग त्यो ठ्याक्क के गर्ने भन्दाखेरि फोर्सेटले ठ्याक्क खोल्ने अनि खसी काटेको बेलामा स्वाट मिल्ने दाँत छानी लगाइदिइहाल्ने अब सुन न देवो अब अर्को डेन्टल क्याम्पमा चाहिँ टाइम मिलिएछ भने जानुपर्छ है ल ओके
किनभने यहाँ दाँतमा मोती पनि हाल्नुपर्ने डाक्टरसँग अस्ति सल्लाह गरेको एक दिन मोती लिएर डाक्टरको दोकान नगई भएको छैन किराना पसल डाक्टरको दोकान हो आऊ न त्यहाँ चाहिँ मिलाएर चाहिँ हामी सुपर ग्लु टालिदिन्छौँ नि म एउटा सानो पत्थर मोती लिएर जान्छु यहाँ टाँसदेऊ डाक्टर भनेर तपाईँ लभवाला चिज केक लिएर आउनु ए म चिज केक लिएर आउँछु नि त तिमीले अस्ति खान पाएनौ नि है त्यो चिज केक सुन न आज डक्टर कस्तो भन्दा काठमाडौँ जान आँटेको होइन अनि मलाई पनि हिँड भन्दै थियो अनि मैले त्यस पछाडि मैले के भने भन्दाखेरि काठमाडौँ चाहिँ म जान भ्याउँदिनँ भने त्यसो भए चिज केक चाहिँ खुवा नि त भन होइन चिज केक खानु मैले फोन गरिहालेँ भरे लास्टमा 2टा मात्रै रहेछ उब्रिएको 2टा मात्रै ऊ राखिदिनुलाई अनि खाएर गयो डक्टर अन्तिम बिदाई त मस्तो भएछ त अनि मस्तो मलाई भयो नि कहिले आउनुहुन्छ अरे डक्टर चाहिँ डक्टर अब भोलि काम सकेर पर्सि भोलि बेलुकै फर्किन सक्छ त्यो त्यसको डक्टर आउने बित्तिकै म दाँत घोत्न गइहालेँ डक्टरको इच्छामा दाँत बनाइयो बेबोको इच्छामा होइन डक्टरको इच्छामा दाँत बनाइयो तर दाँत चाहिँ कस्तो हुन्छ भन्दाखेरि नि तिम्रो लगभग बनाएको चाहिँ राम्रो क्या त्यो पछि दाँतलाई समस्या हुँदैन क्या अरू असरहरू क्याप त लाउने होला नि भर्ने नै पनि हुन्छ नि त भरे सुहाएन भने यतिकै राम्रो देखे जस्तो लाग्छ होइन सुहाउन नसुहाउने त के क्याप ल्याएर काट्ने होइन होला नि त हेरौँ न बुझौँ के कसो भन्दो रहेछ होइन त्यहाँको डक्टर ठुल्ठुलो डक्टर अब हाम्रो डक्टरले त हुँदैन अलिक ठुलै डक्टर चाहिन्छ त्यो यसले त उखाल्न मात्रै जान्दा भरे यसले त उखाल्न पर्छ भन्यो भने त लफडा हुन्छ कि अर्को ठुलो डाक्टर हुन्छ नि त भर्ने उखाल्न बेसी पैसा भन्यो भने त फेरि म त टाँसेर आउँदिनँ दाँत सफा गर्छु पैसा त दाँत सफा नगर दाँत सफा चाहिँ हाम्रो मिसिन आउँदैछ कि दाँत सफा त फेरि दाँत सफा उठे लाग्दैन मेरो त अब महिनामा 2 खेप जति दाँत महिनामा धेरै त 2 हुन्छ महिनामा एकचोटि दाँत अब सफा स्केलिङ टक 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 मेसिनै आउँदैछ क्या हाम्रो अब बोकेर हिँड्ने अब फेरि त्यो नयाँ मेसिनले नि गरौँला नि होइन नयाँ मेसिनले उद्घाटन नै तिम्रो दाँतबाट गर्ने अब सफा चाहिँ खोइ किन हो गाउँले दाइ साह्रै मन पर्ने अरे खोइ अब त्यस्तै हो के गर्छ अब हेन्सम भएपछि त अब यतिको त पाइयो अब यस्तो यो तराईमा कलको पानी कस्तो हुन्छ भन्दाखेरि खाएपछि चाहिँ नि एकैचोटि लाग्छ कस त्यसबाट नो खसखस बुझ्दैन मेरो मर्म भेट्दै पछि बोला भन्छन् मलाई डाक्टरलाई मैले 1 हप्ता मेरो घर लगेर राखेँ भने मेरो पीडा मर्म सब बुझ्छ डक्टरले सुन्न तिमीहरूको घरमा डक्टर चिनिँदैन क्या पिम्पल आएर कलको पानीले त नि कसैलाई पिम्पल पो आउँछ त ए मान्छेको लुगा कलेजको सेतो सर्ट गोल्डन कलरको हुन्छ यार हो त्यो त मलाई थाहा छ मेरो मर्म कसैले अब ठिक छ एउटा सिजलिङ र डक्टरको बिहे गर्दिन पर्यो कसम भनेको बिहा गर्ने पैसा भएको भए म फेरि मेरो बुढासँग अझै एकचोटि बिहा गरेर यस्तो खतरा फोटोसुट गर्थेँ मेरो बिहेको मैले फिल्म बनाउँथेँ एउटा सम्पूर्णलाई देखाउँथेँ मैले आफ्नै गर्ने पैसा छैन अब डक्टर र सिजलिङको के बिहा गरिदिनु मैले तर तपाईँहरूले पैसा डोनेसन गर्नुहुन्छ भने मैले गरिदिन्छु फेरि त्यो चान्चुनेले हुन्न कम्तीमा पनि 20 लाख को मान्छे कसको बिहे हुँदैछ डक्टर सिजलिङ त्यही अनुसारको बिहा त गराउन पर्यो नि त दुनियाँले इतिहासले याद राख्न पर्यो त्यो बिहा म त कस्तो कन्यादान दिएको मलाई भाइ साहेब रुम के एकछिन दाइ बेबोलाई मिस गरेको छु भन्दै न सबैजनाले मिस गर्नुहोस् है अब के गर्नु भाइरसले अब मिस मात्रै गर्न दिन्छ भाइरसले मारेर फेरि लभ गर्यो भन्दै दिन्छु त यतिको चाहिँ हुनुपर्छ तिमीहरूले अरू जे भए पनि 600 जनाले पनि डबल ट्याप चिन्ह हान्ने रहेछौ म त अब सुतम क्या एकछिन 600 जनाको कुरा गर्नुहुन्छ यो 3000 मान्छे के हेरेर बसेको धन्य छिरो तिमीहरू उहाँ होइन तपाईँहरू मान्यजनहरू ट्याप ट्याप 3 को कति त 3 तिहार 9,000 त ट्याप ट्यापै मात्र हुनुपर्ने तर 3000 पनि ट्याप ट्याप छैन कस्तो आफ्नै अनुहारमा थुक्नु हो जस्तो मलाई त रिस उठ्यो बेबोको साथी चाहिँ के लडेर भाँचेको दाँत होइन हौ खन्तीले हानिदिएको कसले पोकाले
बोकाले खन्तीले कसरी हान्छ यार? पोकाले हौ पोकाले। मेरो साहब बहिनीको नाम पोका हो क्या, छिमेकी बहिनीको नाम। ल्याउन नि रेणुकाजी केही गरौँ त। रेणुकाजी तपाईँ आउँदै जाँदै नगर्नु, केही ठोक्नु न म आएको छौँ यत्रो बङ्ग पारेर। के तपाईँ मेरो यो दाँतको इन्सिडेन्ट सुन्न चाहनुहुन्छ? अफकोर्स हामी सुन्न चाहन्छौँ। नमस्कार, मैले धेरै अगाडि पनि यस्तै टिकटकको लाइभमा मैले मेरो यो दाँतको बारेमा चाहिँ हजुरहरू माझमा जानकारी गराएको थिएँ। फेरि पनि आजको दिनमा चाहिँ हाम्रो गौरी दाईसँग जोडिएको शुभ अवसरमा चाहिँ मैले मेरो दाँत के कसरी आखिर कसरी यस्तो भयो त बेबुको दाँत भनेर यो बारेमा मैले फेरि पनि हजुरहरू माझमा चाहिँ मैले फेरि एकचोटि जानकारी दिन गइरहेको छु। त्यतिन्जेलमा हजुरहरूले चाहिँ मर्ने गरी ट्याप ट्याप गर्नुहोस्, तर मर्न चाहिँ नमर्नुहोस्, ट्याप ट्याप चाहिँ गर्नुहोस् है। डक्टरवाला फिल आउनु पर्यो भन बहिनी। के भएको थियो भने स्टार्टिङमा भन्नु पर्दाखेरि त्यो जमानामा 8 कक्षामा पढ्दै थिएँ म बिचरी। त्यतिखेर मेरो नाम बेबु भनेर भइसकेको थिएन, कसैले उच्चारण गर्दैका थिएनन्। त्यतिखेर म कञ्चन थिएँ, एकदमै स्वच्छ निश्चल कञ्चन। त्यो टाइममा मैले के पाले? कुखुरा पाले। गिरिराज कुखुराहरू मैले टन्नै पाले, एउटा होइन दुईटा होइन 10-15 वटा कुखुरा पाले मैले। अब चाहिँ यो कुरा सुन्दै सुन्दै हामी म्याच स्टार्ट गर्दैछौँ। तपाईँहरूले ट्याप ट्याप गर्नु भएन नि, तपाईँ आज रातभरि निन्द्रा नलागेर छटपटी हुनेछ। अनि हेर्नु दाजु डाक्टर साहब, मैले कुखुरा पालेपछि एउटा कुखुरा बेचे 600मा बिक्री भयो। 600मा बिक्री भएपछि त अब के गर्ने त? औँठी लगाइदिउँ चाँदीको भन्ने भयो। 500 रुपियाँमा पत्थरवाला औँठी बनाए, टक्क यसरी लगाए। त्यतिखेर चाहिँ 4 पाटे औँठी थियो, अहिले चाहिँ एउटा सानो पत्थर छ। अब केटाकेटीको बुद्धि दिमाग देखाउनु त मन लाग्छ। अनि त्यसपछि कसरी उफ्रे भने म त्यो पनि देखाउन चाहन्छु। यसरी उफ्रे म, यसरी त्यसरी उफ्रिँदै गए। त्यो पोका भन्ने बहिनीले चाहिँ मेरो घर छेउमा इनार थियो है, इनार वरिपरि पानी पोखेपछि त त्यहाँ च्याल्या हुन्छ। उसले चाहिँ अनि यता साइडमा खाल्टो खनेको थियो, अनि उसले चाहिँ पानी बग्ने सानो कुलो बाटो बनाउँदै थियो खन्तीले घोप्टो परेर। अनि म त त्यसलाई देखाउन मन लाग्यो, सुई कुद्दै कुद्दै गएँ। अनि मैले भने पोका मैले नयाँ औँठी लाएँ भने। त्यसले फेरि कान नसुन्ने, त्यसको कानको समस्या थियो क्या। भर्खरै त्यो अपरेसन गरेर आएको थियो त्यसको कान। त्यो भर्खर अपरेसन गर्दा त भर्खरै त नसुन्ने रहेछ। अनि गएँ, अनि यसरी उभिएँ म होइन, यसरी उभिएँ। पोका मैले औँठी लाएँ हेर्न भने मैले होइन। त्यसले त हेरिन, नहेरेपछि म त्यसरी घोप्टो परेर बसेँ यसरी। त्यसले खनेको हेरिराखेँ क्या यसरी। भरे एकछिनमा त त्यसलाई कसैले बोलाएको बेला महसुस भयो होला कि खन्दै गरेको मान्छे त जुरुक्क उठ्यो, त्यो खन्तीको यत्रो डढ्यो। आयो सुनिता थ्याङ्क यू। लौ न अब भाँच्यो चस्मा। भाइरस केही नगर है, म बरु यो मेरै चस्मा ल्याइदिन्छु। होइन हाम्रो कुरा सिद्धिन भाइ छ, पहिला त्यो कुरा सिधै भने यो कुरा गरौँ। यो चस्मा मेरै दिन्छु बरु। अनि त्यहाँ पोका भनेको त्यसले त ठ्वाङ्गै दाँतमा हानिहाल्यो। एकछिन त कान टिनी गर यस्तो गरेको त हातमा त टुक्रा टुक्री झर्छ। अनि बाहिर त्यति साह्रो भाँचेको देखिँदैन, तर भित्र साइडबाट यस्तो ओह्रालो खालको क्या, माथि उकालो खालको चोइटेको छ क्या। भित्र चाहिँ अलिक बेसी छ, बाहिर चाहिँ अलिक कम छ क्या। डोजरले खने जस्तो भयो भित्रबाट। हो। अनि भन्नुहुन्छ नि त्यो बहिनी त बिचरा डरले, हुन त मेरै घर छेउमा घर थियो, डरले त त्यही अगाडिको चोकको बाटो पनि हिँड्दिन थियो, उताबाट घुमेर हिँड्थी। अनि मेरो मम्मीले त्यसलाई देख्ने बित्तिकै वाइ मेरो छोरीको दाँतले भन्थ्यो, यस्तो भाग थियो त्यो। अनि त्यही बेला त्यही समयमा गाउँका दाइहरूले के भने, ला बेबुको त दाँत पनि भाँचेछ, अब त यसको त बिहा पनि हुँदैन भनौँ। म बिचरा भर्खरै म 13 वर्ष कि एउटा नादान बालिका, म आखिर के बुझेर रुएँ होला त्यो समयमा। के हुँदैन भन्दाखेरि म के बुझेर रुएँ, म घुवा रुएँ अब मेरो बिहे नहुने रहेछ भनेर। हो त्यो दाजुहरूलाई चाहिँ अहिले मेरो यस्तो खुसियाल परिवार देखाउन चाहन्छु।
मर्यो होला नि तिनीहरू त त्यो हार्ट एट्याकै भएर मर्यो होला नि यसको बिहे अब यसको बिहा हुँदैन भन्नेहरूले अब यहाँ मैले एउटा नानी पाएर नदेखाइ भएको छैन उनीहरूलाई नानीको हतार नगरौँ न नानीको हतार नगरौँ कि अहिले अनि मेरो बुढाको चस्मा चाहिँ कस्तो छोइ पासे रहेछ त भन्छु मैले फेरि डुप्लिकेट रहेछ क्या भाइरस तिम्रो चस्मा कतिमा किनेको बुढा 2200 कुन कम्पनीको हेरेर त्यहाँ कम्पनी नै छैन त हौ कम्पनी नै छैन तर यो चाहिँ राम्रो लाग्यो यस्तो यस्तो सिधावाला छ क्या यो अगाडिको छ नि ठिक छ राम्रो कुरा हो लागेको यसको बक्समा थियो नाम बक्समा चाहिँ नाम थियो अरे चस्मामा चाहिँ नाम नरहेछ दिदी चाहिँ ब्रान्डेड बोकेर हिँड्ने चस्मा चाहिँ तिमीलाई फटा चस्मा चाहिँ बुढा सुपर ग्लु टाँस्दिने सपोर्ट गरेर कहाँ हुन्छ त केले टाँस्छ अब टालिदिन हौ बरु बन्दै नहुने पनि टाल्नु चाहिँ टालौँ न ठाडोको ठाडै होस् किन बन्द गर्ने ठाडै लाउने ठाडै राख्ने अब म भोलि एउटा चस्मा लिएर आउँछु क्या टेन्सन नल्याऊ मेरो त नयाँ चस्मा छ हेरौँ त डायमन्ड जडित यो त कुन डियोरको चस्मा हो क्या हो प्राडा हो म त्यस्तो चस्मा लभर व्यक्ति होइन त्यही बाइकमा यसो बुढाको पछाडि बस्दाखेरि आँखामा हावा नचिरोस् मेरा आँखाका मेकअपहरू नबगोस् भनेर लाउँछु यसमा चाहिँ नाम रहेछ के हो बर्बरी स्पेलिङ एबिसिडीबाट बियु त होइन हौ BURBERRY पूर्वेली रहेछ पूर्वेली ओ अरे तिमीलाई थाहा छैन सिलिङमा सिक्किम गएको छ कि सिक्किम के अरे सिलगढी गएको छ सिलगढीमा टिकटक चल्दैन लाइभ आउनु मिल्दैन त्यति त बुझ्न पर्छ नि हौ मान्छेको बच्चा भएर भाइरस भेन वाचिङ भाइरस साइरस वाचिङ होइन भाइरस उता गर्लफ्रेन्डसँग बोल्दैछ होला क्या एकदमै टु मच बिजी माई हस्बेन्ड इज नाउ दिस टाइम टु मच बिजी ओ तिमीहरू बुढाबुढी मिलेर अनि के हो पुरो आफै घर सर बनाउनु थालिसक्यो तिमीहरूलाई पोख न यस वी आर सो ट्यालेन्टेड ठेकदारको छोरी हो अरे लास्टमा चाहिँ म त हिजो बेबोको त्यहाँ कहाँ सानो क्लिप के आएको थियो होइन अनि के भन्छ रहेछ बेबोले भनेको यहाँ पानी लगाएर हुन्छ यहाँ त पानी जमाउनु पर्छ भन्दै थियो ए ल दिमाग चाहिँ रहेछ है बेबोकोमा आएको छ पानी चाहिँ यताउता जमाउनु त्यो ढलाइमा त हो त पानी जमाउनु पर्छ नि त हामीले मेरो घर हामीले 2 चोटि घर बनाएको हाम्रो होइन पहिला हाम्रो अर्कै ठाउँमा घर थियो होइन यता मेरो माइतमा अनि त्यो घर पनि हामीले आफै बनाएको मान्छे नलाइकन बाउ आमा छोरीले बनाइदिएको घर हो त्यतिखेर चाहिँ इट्टाको गाह्रो हालेको प्लास्टर भएको घर थियो होइन आँगन पनि ढलाइ गरेको घर थियो अनि पछिबाट मेरो ड्याडी बिरामी भएपछि अनि मान्छे बिरामी भयो भने एकदमै पैसाको सकिने रहेछ अनि त्यतिखेर बाबा बिरामी भएपछि अनि हामीलाई ऋण लागेपछि हामीले तिर्न सकेनौँ किनभने त कसैको कमाइ थिएन त्यो कमाइ नभएपछि त गाह्रो भयो अनि त्यसपछि हामीले त्यो बेचेर अनि अहिलेको यो घर भएकोमा चाहिँ अनि अहिलेकोमा चाहिँ त्यो भुइँ ढलानहरू पनि सबै हामीले आफै गरेको अनि भित्ताहरू सबै हामीले आफै लगाएको हामी मान्छे लाउँदिनौँ मेरो बाउ ठेकदार मेरो आमा मिस्त्री म खुद स्वयं लेबर सुन अब अरू कुरो त्यस्तै हो नयाँ तिमीहरू अब घर बनाउँदा मागसम्म बाउले ठेका दिनुपर्छ हेर बोल्दै ओ रोयल फटाएको के हो कुरो अनि 14 टार्गेट कम्प्लिट गर्यौं साथीहरु मरेकै जुनी हुन्छ 45 भनेसम्म तपाईहरु त केही गर्नु नै हुन्न अनि हेर्नु त यति भन्दाखेरि त गर्नु हुँदा रहेछ नि त नि आफै बुझेर पनि मनबाट गर्नु न अनि पो माया लाग्छ त साथीहरु 6 जनाले हानिसक्नु भयो अनि हाम्रो त कम्प्लिट भएर पनि तिरपलमा कुद्दैछौँ हामी त तिरपलमा चाहिँ पेलौँ तर बिचारा दाजुलाई के पेल्ने ओ तिनीहरु त तिरपलमा कुदेर हाम्रो 6 बाट रोकियो त के हो कुरो ओला मामी भनेको चाहिँ के हो 7 हो 7 दिन 14 अझै 7 जना कहाँबाट खोज्ने यार मान्छे यार हेलो थ्यांक यू यार सबैजना सिलिङ इन्डियाको हो त अघि स्टिभ दाइको देखेन स्टोरीमा देव हजुर नयाँ वर्षमा के छ तिमीहरुको प्लान मेरो मेरो म प्लान बिनाको जिन्दगी हो मेरो गुड प्लान नबनाऊ कहाँ लाने भन्नुस् मलाई
धनकुटा म एकदम फुर्सदमा छु। तिम्रो बुढालाई पनि लिएर आऊ। वाट इज दिस? यस्तो भयो रङ्गी चङ्गी आयो यस्तो। यसको नाम पढ्नु। बेबोलाई सुशान्तले मिस गरिरहेछ भने अब बेबोले त्यस्तो सुशान्तको म्यासेजहरू हेर्दैन है। फेरि एउटा ल्याएर 100+ रोज अरे त्यो पनि टाइपिङमा। तिम्रो त मैले कानको निचे हान्छु, कानको निचे। कानका निचे चाहिँ फिल्ममा उड्ने गरी हान्न पर्ने। 800 जनाले खास हेरे बेबो बहिनीलाई सेवा अरे। मिलन दा यति खुसी भयो खान बेबोले मलाई हान्दाखेरि। अघि मैले मिलन दालाई यति थ्याङ्क यू सो मच। त्यो अघि मलाई यस्तो स्किनै भरिने गरी कोरल कि के जाति दिनु भयो नि, त्यो मैले पहिलोचोटि देखेँ। मलाई दिल गार्डन भयो त्यो देखेर। अब बेबोले चिन्छ मलाई अरे। सुशान्तलाई चिन्छौ? तिमी जस्ता सुशान्तलाई 1000 जना चिन्छ बेबोले। कुन चाहिँ सुशान्त हो तिमी? म त अनुहार देख्यो भने चिन्छु क्या र। ओ माई गॉड म्याजिक ब्रो आए। वेलकम म्याजिक ब्रो यार। जादुगर अब हेर यहाँ। ल म्याजिक दाजुले अब म्याजिक देखाइदिनु पर्ने हुन्छ है। म्याजिक त अब देखाउँछन् कि म्याजिकले। म त टिकटकमा लाइभ बसेर न्यु इयरको सपिङ गर्ने विचारमा छु। बेबो बहिनी बाइक रोक्दा लड्यो रे त धनकुटामा अरे। रोक्दाखेरि अनि रोकेर लडेको त ठिकै हो त नि। कुद्दा कुद्दै लड्दाखेरि पो घाइते हुन्छ त। लडेको रोकी धनकुटामा म बाइकमा कहिले गएँ? बरु म चाहिँ लडेको होला कि। ए हो सुटिङमा गएको बेला हामी होटलमा बसेको थियौँ। अनि त्यहाँ धनकुटामा चाहिँ यता बजार साइडमा चाहिँ मेरो मामा हुनुहुन्थ्यो होइन। अनि होटलको एक्सपल्स लिएर गएको मैले। यो हो नि त म्याजिक। यतिको म्याजिक चाहिँ देखाउन पर्ने हुन्छ। हेलो थ्याङ्क यू यार म्याजिक। ओइ माय गॉड व्हाट अ माक। अनि त्यति बेला क्या बाइक लिएर होइन। अनि होटल फर्किने बेला क्या। अनि पछाडि एकजना बहिनीलाई राखेको थिएँ। अनि ठ्याक्क दोकान देखेँ। दोकानमा सामान लिनु पर्ने थियो र ठ्याक्क बाइक रोके। खुट्टा भेट्दैन नि त एक्सपल्समा। बहिनी अनि रोके होइन। बहिनी उत्र छिटो उत्र न लड्नु आँटो भनेको। बिचरा बहिनी एउटा पेप्सी यसरी बोतल यसरी चेपेको रहेछ। दुईटा हातमा दुईटा मोबाइल। अब कसरी उत्रोस् त अग्लो बाइकबाट? ऊ पनि उत्रेन। अनि दुईजना ल भनेर सुतेको नि भुइँमा। ठिकै छ देउस केही घाइते भएन। थ्याङ्क यू म्याजिक ब्रो थ्याङ्क यू भेरी मच। अब यस्तो हो क्या सुन न। अब हामीलाई अर्को क्याम्पमा चाहिँ एक एकवटा एक्सपल्स दिने भनेको छ हिरो सोरुमले। ए ल ठिक छ त्यसो भए जाने हो। जाने हो। ललितपुर गोदावरीको सुसन भन्नु। अब सुसन तिमी यसो गर। तिमी बरु भोलि 1 किलो सुँगुरको मासु अनि तङ्बा लिएर आऊ कि यहीँ चिन्जान गरौँ लागि। चैन्जान छैन भनौँ न दाजु चित्तै दुखेर आउँछ। अनि बिचरा अघिदेखि भने फेरि मैले चिनाइदिएको फेरि के छ यार म्याजिक ब्रो यार। तपाईँ त धेरै पछाडि आउनुभयो यार। तपाईँ पनि यस्तो गर्नुहुन्छ? ओ मेरो त यो गरेर यो दुबिनीको भएको हो नि। ए त्यो दुबी हो? दुबी यहाँ आएको थियो लगभग यहाँको चाहिँ जब लगभग निको नै भइसकिसक्यो होइन। अनि यहाँको चाहिँ लगभग अब बिस्तारै हराउँदैछ क्या। मसाज गर्नुपर्ने रहेछ क्या। अनुहारलाई त ख्याल गर्नुपर्ने रहेछ। त्यही त त्यो अर्को गुवासा भन्ने त झन् यसो गर्दा रहेछ नि त। यता यस्तो यता यस्तो। हो यो ओरिजिनल हो दाजु? ओरिजिनल खोइ मार्बलको टुक्रो काटिरहेछ नि। ओरिजिनल डुप्लिकेट यो पनि ओरिजिनल त्यस्तो हुँदो रहेछ क्या। त्यस्तो हो ओरिजिनल डुप्लिकेट भन्ने चाहिँ हुँदैन कि। कस्तो भन्दाखेरि प्लास्टिकको चाहिँ हुन्छ त। प्लास्टिकको चाहिँ काम लाग्दैन रहेछ होइन। योबाट यो चाहिँ जस्तै यो चाहिँ नर्मल मान्छेलाई होइन। अर्को हुन्छ चाहिँ धारिलो चाहिँ नि यहाँ क्यापे परेको त्यो चाहिँ त्यसले चाहिँ पुरा। मलाई त पर्दैन मेरो त अलरेडी धारिलो छ। हाम्रो नि के काम छ नि। म कसम मुलासुला त यसले काटिदिन्छु होला अरे। टार्गेट कम्प्लिट गरौँ न। तपाईँहरू के हेरिरहनु भएको छ हौ? 14 जना यो डबल चाहिँ खोलौँ त। म्याजिक अघिको जस्तै म्याजिक आउनु भयो।